पारख गरेर हेर कि परमप्रभु कस्तो भलो हुनुहुन्छ, उहाँमा भरोसा राख्ने मानिस धन्यको हो। बाइबलको पुस्तक भजन सङ्ग्रह 34:8 यो वचन यसरी लेखिएको छ। साथीहरू, हामीले चाहिँ यो वचनद्वारा चाहिँ के बुझ्न सक्छौँ भनेदेखि परमेश्वरले चाहिँ मलाई विश्वास गर्नै पर्छ, मलाई मान्नै पर्छ, तिमीहरू मेरो भक्त हुनै पर्छ भनेर चाहिँ कुनै पनि मानिसलाई चाहिँ जबरजस्ती गरेको चाहिँ हामीले देखिँदैन। उहाँले चाहिँ के भन्नुभएको छ, चाखेर हेर भन्नुभएको छ होइन। उहाँले पारख गरी हेर भन्नुभएको मतलब चाखेर हेर। साथीहरू, म तपाईँहरूलाई आज एउटा उदाहरण दिन जान्दैछु है त। मानौँ हामी कुनै साथीहरूको घरमा गयौँ, हामीलाई केही खानेकुरो हाम्रो अगाडि राखिदियो होइन। जबसम्म त्यो खाना चाहिँ हाम्रो मुखमा नपरेसम्म हामीलाई थाहा हुँदैन कि त्यो खाना गुलियो छ कि नुनिलो छ भनेर। जब त्यो खाना हाम्रो मुखमा पर्छ बल्ल त्यसको टेस्ट हामीलाई थाहा हुन्छ। परमेश्वरलाई पनि हामी यसरी नै चाखेर हेर्न सक्छौँ, उहाँमाथि विश्वास गरी हेर्न सक्छौँ। उहाँलाई हामीलाई हाम्रो जीवनमा के चाहिएको छ, जीवनको यात्रामा, जीवनको मार्गमा प्रत्येक मानिसको जीवनमा कमी कमजोरी हुन्छ र हाम्रो जीवनलाई परिपूर्ण पार्नुको लागेर चाहिँ हामीलाई के चाहिएको छ मागी हेर्नुहोस्। अन्धकार कोठामा ढोका बन्द गरेर उहाँलाई विश्वास गरेर मागी हेर्नुहोस्, चाखी हेर्नुहोस् परमेश्वरलाई। मित्रहरू, मैले त चाखेर हेरेँ मेरो परमेश्वरलाई। उहाँ धेरै कृपालु हुनुहुन्छ, दयालु हुनुहुन्छ, विश्वासयोग्य हुनुहुन्छ, अनुग्रही हुनुहुन्छ। मलाई त सबै कुरो उहाँले दिनुभयो। आउनुहोस्, तपाईँहरू पनि चाख्नुहोस्, बुझ्नुहोस् र कतिको कृपालु र दयालु हुनुहुन्छ। सबै कुरो दिने परमेश्वर, मलाई सबै कुरो दिने परमेश्वरले तपाईँहरूलाई पनि अवश्य सबै कुरो दिनुहुन्छ है त। आजलाई यति नै। जय मसीह, प्रेज लर्ड, हालेलुया, आमेन।